जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर 7 मा रहेको नेपालकै सबैभन्दा ठूलो मठ मन्दिर हो। प्राचीन समयमा मटिहानीको जंगलमा पोखरी छेउ रुखमुनि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त पीर बाबा बस्थे। रामदास तस्मैया बाबालाई पीर बाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्नो खन्ती र चिन्ता गाड्न सल्लाह दिए। एक दिन रामदासले एउटा बिरालोलाई मुसाले आफ्नो बसमा पारेको अद्भुत दृश्य अवलोकन गरे। उनले पीर बाबाको भविष्यवाणी स्मरण गर्दै त्यही ठाउँमा 18औं शताब्दी पूर्व खन्ती र चिन्ता गाडे र मठको स्थापना गरेका थिए भन्ने किम्बदन्ती छ। यस मठ मन्दिरको निर्माण भने मकनपुरका सेन वंशी राजा हेमकर्ण सेनले विक्रम सम्वत 1802 मा निर्माण गर्नुभएको थियो। त्रेता युगमा माता सीताको भगवान रामचन्द्रसँग विवाह हुँदा मठ कोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो। जनकपुर धाममा त्यही माटोबाट वेदी बनाइएको थियो। माटो खनेकै ठाउँमा लक्ष्मी सागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान लक्ष्मी नारायणको मूर्ति भेट्टाएका थिए। त्यस मूर्तिलाई